राम 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 यसरी कर्छ। अब भिरमा जाने गोरुलाई के भन्ने रे, कहाँ थाप्न सकिँदैन, राम राम भन्नु पर्यो। ल जाऊ अगाडि, यसरी कर्दै कर्दैन नि। अनि त्यति पछाडि आएर काटेर नि कर्छ त। ल अगाडि जाऊ त, अगाडि जाऊ। अब यस्तो अवस्थामा त उही राम राम भन्ने हो, कहाँ थाप्न चाहिँ सकिँदैन। अब गाडीले बोकेर उता सार्न सकिँदैन। हजुर, अनि स्टियरिङै घुमा छैन भने ल अलि अगाडि जाऊ, पुरै सिधा हेरेर अगाडि नै ब्रेक हो। अब योभन्दा अगाडि गयो भने यो पोललाई हानिन्छ नि, फेरि ब्याक गियर भनेर फेरि एक गियरमा हानौला नि फेरि। ल ब्याक गियर लगाऊ, बस। अब एकदम पछाडि हेर्दै जाने। हजुर हजुर, परेन परेन, हल्का लेफ्टतिर चाहिँ बटार्नु पर्यो। ल तिम्रै भाषामा बोल्दाखेरि चाहिँ हल्का लेफ्टतिर काट्नु स्टियरिङ। अझै अझै जाँदै गर्ने, बिस्तारै जति सक्दो स्लोमा। अझै 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 लेफ्ट काट्न न, स्टियरिङ टायरै घुम्ने छैन तिम्रो, स्टियरिङ घुमे होइन। ब्रेक ब्रेक, यतिमा है, फुल काट्ने। अब फुल स्टियरिङ सही सही घुमाउने हो, टायर यस्तो मजाले घुम्नुपर्छ। अब यो टर्निङमा आइपुगेको छ, छुन लायो स्टियरिङ चाहिँ हामीले, छुन लायो। अब होइन, यहाँनिर आएपछि टायर पछाडिको भागले छुन लायो भने कता काट्नु पर्यो, राइटतिर घुमाउनु पर्यो है त। नजाम, एकदम ध्यान दिएर बिस्तारै नातिकन अझै जाने। काट, फुल काट, फुल काट पुरै। यत्तिको हुनु पर्यो क्या, ग्याप हो, ठिक छ अहिले। फुल काट त, राइट साइड मजाले बिस्तारै। किन खोल्यो, पहिले नखोल न स्टियरिङ। पहिले स्टियरिङ खोल्यो भने त यो गाडी झन् यता पछाडि आइहाल्छ नि। किन खोल्ने, सिधा गरेर रोक। भन्यो भन्यो त्यस्तै, यहाँ छोएन लास्टमा आएर। ल जाऊ पछाडि। कटिसकेको गाडीलाई बिगार्ने रहेछ भने कहाँबाट हुन्छ, कटेको गाडीलाई बिगारेपछि नि हुन्छ त। एकहोरा काटे काटे रोक रोक रोक। जाऊ 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 बिस्तारै अझै। ल बाट रोक। कति दिन भयो आज गाडी सिकेको? 5 दिन मात्रै भयो जम्मा? 0बाट 5 दिन? पहिला गाडी चलाएको छैन? छैन? कस्तो फिल भइरहेछ? एकदम राम्रो। होस्टेलमा आएकै 5 दिन भयो? कहाँबाट आउनु भयो? म्याग्दीबाट? म्याग्दी कुन ठाउँ? बेनी। अब अस्ति तपाईँ जस्तो होस्टेलमा आएर गाडी सिक्नु आज 5 दिनको दिन एलब्याक यतिको गर्न सक्ने हुनुभएको छ होइन? के भन्न चाहनुहुन्छ? यसको लागि जस्तै म जस्तै भनमा 5 दिनमा पर्फेक्ट हुने एकदम खुसी लागिरहेछ। 5 दिनदेखि 10 दिनमा लाइसेन्स निकाल्न सक्ने गरी कहाँ आउनु पर्यो? महान ड्राइभिङ सेन्टर, इमाडोल, ललितपुरमा आउनु पर्यो होइन? होस्टेलमा ठिक छ? ठिक छ एकदम है। साथीभाइहरू कस्तो हुनुहुन्छ, हेल्पफुल हुनुहुन्छ? हजुर एकदम। ल अब हाम्रो भिडियो फेरि आउँदै गर्छ, ट्याक्क लाएर लाइसेन्स निकाल्नेसम्मको है। ओके, धन्यवाद।